नमस्कार, म लोकबहादुर थामी माइजोगमा गाउँपालिका वार्ड नम्बर 2 बस्ने। म मृगौला पीडित, दुवै मृगौला मेरो पीडित भएकाले दैनिक अवस्थाले गर्दाखेरि म अहिले हस्पिटलमै छु र आफ्नो शारीरिक अवस्थामा कमजोर भएकाले म अहिले बिरामी परेको छु र मेरो दुवै मृगौला फेल भएका कारणले म सम्पूर्ण साथीभाइ गुरुवर्गहरूलाई सहयोगको आग्रह गर्दैछु र म टाउको दुखेर बमिट हुने त्यसको कारण बिएमसी वीरता सिटी हस्पिटलमा चेकअपमा जाँदा मेरो दुवै किडनी फेल भएको डाक्टरहरूले भन्नुभएपछि म अहिले सहयोगी साथीहरूको खोजीमा बिरामी अवस्थामा छु। सबैले सहयोग गरिदिनु होला भन्नु। सबैले सहयोग गरिदिनु होला म अनुरोध गर्दै। मेरो चाहिँ घरको आर्थिक स्थिति कमजोर भएकोले मेरो घर परिवार पनि आर्थिक कमजोर हुन गएकाले सम्पूर्ण साथीभाइ दाजुभाइ दिदीभाइ बाबुआमाहरूलाई सहयोग गरिदिनु होला। सहयोग गरेर मेरो ज्यान बचाइदिनु होला पनि भन्नु। सहयोग गरेर ज्यान बचाइदिनु होला भनेर हार्दिक अनुरोध गर्दछु।